सो हेलो एभ्रिवान, सबजना नमस्ते फेरि पनि होइन। तपाईँहरूको अगाडि यसरी बोल्दै गर्दाखेरि मलाई आज यति धेरै नराम्रो फिल भइरहेको छ होइन। सबैजनालाई थाहा छँदैछ मेरो 51,000 सब्सक्राइबर भएको आइडी चाहिँ रिसेन्टली ह्याक भयो। आज ह्याक भएको पनि लगभग 4-5 दिन भइसक्यो होइन। र आइएम अल्सो स्टिल ट्राइङ टु रिकभर इट, बट रिकभर हुन सकिरहेन। धेरैजना साथीहरूले सोधिराख्नु भएको चाहिँ तपाईँको आइडी अहिले पनि स्टिल देखाउँछ के भएको हो भनेर धेरैजना प्र्याङ्क गरेको हो कि पनि भनिराख्नु भएको छ। ह्याकरले ह्याक गरिसके पछाडि चाहिँ ह्याकरले मिसयुज गर्न नसकोस् भनेर चाहिँ मैले मेरो टिमलाई लगाएर चाहिँ डिसेबल चाहिँ बनाएको छ। प्लस ह्याकरले ह्याक चाहिँ गर्न सक्दैन, ह्याक त गरिसक्यो तर मेरो भिडियोलाई मिसयुज नगरिदियोस्, आइडीलाई मिसयुज नगरिदियोस् भनेर चाहिँ त्यो आइडीलाई डिसेबल गरेको छ। र त्यसलाई म रिकभर गर्न एकदमै लागिरहेको छु। धेरैजना हाम्रो साइबर ब्युरोको टिमहरूले मलाई हेल्प गरिराख्नु भएको छ, तर रिकभर हुन्छ हुन थाहा छैन। 50-50 मा काम भइरहेको छ। तपाईँहरूको अगाडि आज मैले यसरी यो कुरा गर्दै गर्दाखेरि कस्तो प्रब्लम भइरहेको होला मलाई देख्दा एउटा देखिराख्नु भएको होला, तर म कुन तरिकाले बोलिरहेको छु त तपाईँले बुझिराख्नु भएको छ होइन। मलाई यति धेरै नराम्रो भइरहेको छ र पनि आइएम स्टिल ट्राइङ टु डु समथिङ बेटर। अब मैले बुझेँ, मेरो कमजोरीहरू मैले पत्ता लगाएर मेरो आइडी मैले फेरि खोलेको छु। मैले नयाँ आइडी बनाएँ जुन चाहिँ तपाईँहरूले माथि डिस्प्लेमा देखिराख्नु भएको छ। मैले नयाँ आइडी बनाएर अहिले मसँग रिसेन्टली 58 सब्सक्राइबर मात्रै छ र मेरो पुरानो आइडी त गइसकेको छैन। आउने चान्सेस छ तर 100% छैन, आउँछ पनि आउँदैन पनि थाहा छैन। र पनि आइएम जस्ट ट्राइङ माई बेस्ट। अनि जस्ट तपाईँहरूले चाहिँ यो भिडियो हेरेर मलाई सपोर्ट गरिदिनु। जस्ट तपाईँहरूको अगाडि म केही कुरा गरेर म तपाईँहरूको अगाडि फेरि राम्रोसँगले अगाडि बढ्न चाहन्छु। सबैजनाले माया गरिदिनु होला, त्यही हो। के भन्नु अब जति सो हेलो एन्ड वेलकम टु माई न्यू ब्लग। सबैजना सन्चै हुन्छ होला र म पनि एकदम सन्चै छु। र फेरि आज तपाईँहरूको सामु एउटा सानो मिनी ब्लग लिएर आएको छु। एउटा सानो कुरा लिएर आएको छु होइन, जसमा हाम्रो कुरा रहेको छ हाम्रो झापाको एकमात्र युट्युबर हाम्रो राइडर मनिष 09 दाइको चाहिँ युट्युब च्यानल ह्याक भएको छ। र दाइको युट्युब च्यानलमा चाहिँ के भन्छ 51.5K सब्सक्राइबर रहेको छ। र दाइको चाहिँ कसले हो हाम्रो च्यानल दाइको चाहिँ ह्याक गरिदिनु भएको छ। र जति सक्दो सबैजना मिलेर हाम्रो दाइको च्यानललाई रिपोर्ट गरेर सपोर्ट गरेर फेरि त्यही च्यानल ल्याउँ भन्दै यो छोटो ब्लग म यहीँ अन्त्य गर्छु। र सबैजनाले गएर हाम्रो राइडर मनिष 09 लाई सपोर्ट गरिदिनु होला।